बाख्रो र ब्वाँसोको कथा। एउटा समयको कुरा हो। एउटा गरिब बाख्रो र धनी ब्वाँसो साथी थिए। ब्वाँसोले बाख्रोलाई कर्जा दियो। तर जब फिर्ता माग्ने समय आयो, ब्वाँसोले झुटो कागज देखायो जसमा लेखिएको थियो बाख्रोले ब्वाँसोको बच्चा खायो। बिचरो बाख्रो त अक्कन्न बक्क। न्यायाधीशले पनि ब्वाँसोको पक्ष लिए। निराश बाख्रो बुद्धिमान हायनालाई भेट्न पुग्छ। हायनाले चालाकीको योजना बनाउँछ। अदालतमा ध्वाङ ल्याइन्छ। हायना भन्छ, म यो ध्वाङ्ग खान्छु। ध्वाङ्गबाट आवाज आउँछ, होइन, म भित्र छु। सबै अचम्ममा परे। हायना हाँस्दै भन्छ, ध्वाङ्ग बोलेको सुन्नुभयो? अब भन्नुहोस्, ब्वाँसोको कागज किन बोल्दैन त? सत्य उजागर हुन्छ। बाख्रोलाई न्याय मिल्छ। ब्वाँसोलाई सजाय हुन्छ। झुट जति बलियो भए पनि सत्य र बुद्धिले अन्ततः जित्ने नै गर्छ। गरिबको आवाज कहिले नछेक। गरिब र शक्तिहीन बाख्रोलाई न्यायका लागि सङ्घर्ष गर्नुपर्छ।